हरेक दिन हजारौं विमानहरू आकाशमा उड्छन्। लाखौं यात्रुहरू एक ठाउँबाट अर्को ठाउँमा जान्छन्। तर 2003मा एक मान्छे एउटा साधारण विमानमा चढ्यो र संसारभरि कतै पनि नओर्लिकन पुरै तरह हरायो। न त विमान भेटियो न त एक टुक्रा धातु, केही पनि होइन। यो कथा काल्पनिक होइन, यो वास्तविक जीवनको सबैभन्दा रहस्यमय गायब हुने घटनाहरूमध्ये एक हो। उनको नाम थियो पीटर जन, 45 वर्षका एक बिजनेसम्यान, शान्त, अनुशासित र नियमित यात्रु। 25 जुन 2003 बिहानै उहाँ न्युयोर्कबाट मियामी जाने फ्लाइट 914मा चढे। यो उडान उनले यति पटक गरिसकेका थिए कि यो पनि एकदम सामान्य यात्रा जस्तै लाग्थ्यो। बिहान 8:12 विमान उड्यो। मौसम सफा, पाइलट अनुभवी, कुनै समस्या थिएन। तर त्यसपछि जे भयो, आजसम्म विमान विशेषज्ञहरूले बुझ्न सकेका छैनन्। 8:50 विमानले मियामी एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गर्नुपर्ने थियो, तर पूर्ण मौन। फेरि आवाज लगाइयो, कुनै जवाफ आएन। हुन त त्यही क्षेत्रका अन्य विमानहरूसँग कुरा गर्दा पनि कसैले फ्लाइट 914बाट कुनै सङ्केत सुनेनन्। रेडारमा विमानको सिग्नल धेरै धीरे धीरे फेड हुन थाल्यो, जसरी कि त्यो विमान कुनै अस्तित्वमै छैन। न त आपतकालीन सङ्केत, न त अपहरणको सङ्केत, न त विस्फोटको छाप। 57 जना यात्रु थिए, तर एकजनाको पनि कुनै पत्ता लागेन। केही घण्टामै इतिहासकै ठूलो खोज अभियान सुरु भयो। समुद्रमा जहाज पठाइयो, हेलिकप्टरहरूले हजारौं वर्ग किलोमिटर स्क्यान गरे। अमेरिकी नेभी, एयरफोर्स, कोस्ट गार्ड सबै जुटे, तर कसैलाई केही भेटिएन। विमानको एक सिक्काको टुक्रा पनि होइन। कपडा, लाइफ ज्याकेट, तेलको दाग, कुनै प्रमाण पनि होइन। मानौ विमान कहिल्यै उडेन। बिस्तारै विशेषज्ञहरूले भन्न थाले, यो असम्भव छ, किनकि इतिहासमा जति ठूलो दुर्घटना भए पनि केही न केही अवशेष त पाइनै पर्छ। 1. बर्मुडा ट्रायंगल सिद्धान्त। कतिपयले भन्छन् विमान कुनै रहस्यमय क्षेत्रबाट गुज्रियो, तर यो उडानको मार्ग बर्मुडा ट्रायंगलभित्र पर्दैन। 2. नेभिगेसन त्रुटि सिद्धान्त। कसैले भन्छन् विमान आफ्नो बाटोबाट हरायो, तर उपग्रहका दर्ताहरूमा कुनै असामान्य दिशा देखिएन। 3. समय विसङ्गति सिद्धान्त। सबैभन्दा अनौठो, 2018मा एक रिटायर्ड एयर ट्राफिक अफिसरले दाबी गरे, एक रहस्यमय विमान अचानक मियामीको रेडारमा देखा पर्यो, ठ्याक्कै 30 वर्षपछि। त्यो विमानका पाइलटले टावरलाई भनेका थिए, हामी 2003को उडान तालिकामा छौं, यहाँ कस्तो वर्ष चलिरहेको छ। थप सोध्न नपाउँदै विमान फेरि गायब भयो। सरकारले यो दाबीलाई अस्वीकार गर्यो, तर अफिसर भने, मैले देखेँ, विमान थियो। यदि यो सत्य हो भने विमान 30 वर्ष समय पार गरेर आएको कसरी सम्भव छ? विशेषज्ञहरू भन्छन् असम्भव, तर एक विमान बिना कुनै प्रमाण गायब हुनु, के त्यो सम्भव देखिन्छ? आजसम्म पनि कसैले उत्तर पाएको छैन। विमान कहाँ गयो? समुद्रमा परेन? जङ्गलमा क्र्यास भएन? उपग्रहले केही देखेन? पीटर जोन बोर्डिङ गेटमा सीसीटीभीमा देखिन्छन्, तर अचम्म उनी त्यसअघि एयरपोर्टमा प्रवेश गर्दै देखिँदैनन्। मानौ उनी अचानक त्यही प्रकट भए। उनी कहाँबाट आए? विमान कहाँ हरायो? कि त्यो अर्को आयाममा प्रवेश गर्यो? यो सबै कुनै ठूलो गोप्य कभरेज थियो? तपाईको के विचार छ? फ्लाइट 914 वास्तविकमा कहाँ गयो? तपाईको सिद्धान्त तल कमेन्टमा लेखिदिनुहोस्। र यदि यस्ता वास्तविक तर अनसुल्झे रहस्यहरू सुन्न मन पर्छ, सब्स्क्राइब गर्नुस् नलेज ट्युब। Bro, what are you talking about, man?